चाहिँ यो कार्यक्रम चाहिँ अब अतिथिको के भनौँ स्वागत गर्नको लागि अनुरोध गर्दछु। ताली बजाइदिनुहोस् एकचोटि। त्यसै गरी अब आउँदै गर्नुहुने अभिभावक यस विद्यालयका पूर्व शिक्षक हुनुहुन्छ, पूर्व प्राध्यापक पनि हुनुहुन्छ, विगत लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो, रिटायर भएर यहाँबाट बाहिर सक्नुभएको छ। शिक्षक हुनुहुन्छ इन्द्रबहादुर थापा, उहाँलाई पनि मैले आजको यस कार्यक्रमको चाहिँ विशेष अतिथिको रूपमा चाहिँ आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। त्यसै गरी अतिथि अब सबैजना भनौँ उहाँहरू सबैलाई चाहिँ मैले यो व्यक्तिगत तर्फबाट एडुकेसन विद्यालयको तर्फबाट उहाँलाई चाहिँ अलिकति आइपुग्नु भयो भने आसन ग्रहणको क्रमलाई नै मैले चाहिँ अगाडि बढाउनेछु। विद्यालयलाई स्मार्ट टिभी अप्रिलमा विदाय तथा सम्मान कार्यक्रम मिति 2081-11-20 गते मङ्गलबार स्थान श्री जनता आधारभूत विद्यालयको कार्यालय। धन्यवाद। यो पछाडि मैले विदाय तथा सम्मान कार्यक्रम गरी यतिवटा कार्यक्रमहरू आज विद्यालयले आयोजना गरेको छ। यहाँलाई चाहिँ यो कार्यक्रमको पूर्वाधारदेखि लिएर उत्तरार्धसम्म अलिकति शरीरदेखि अखिरसम्म रहेर यो कार्यक्रम यसले महत्त्वपूर्ण भूमिका निभाउनेछ र विद्यार्थी भाइ बहिनीहरूलाई सिकाइमा अझै प्रभावकारी ढङ्गबाट मनोरञ्जनात्मक तरिकाबाट सिक्नलाई यस सहयोग निकै महत्त्वपूर्ण रहेको छ। आजको यस स्मार्ट टिभी सहयोग प्रदान गरिदिनु हुने पत्नी सनिस्कारी समाज र यसलाई सम्भव बनाउनको लागि प्रमुख अतिथि अभिभावकहरू अनि मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू नमस्ते नमस्ते। विशेष गरेर पतिशनी समाजको बारेमा अलिकति भन्न चाहन्छु। पतिशनी समाज युएई भनेको चाहिँ 2006 सालमा अङ्ग्रेजी सम्बन्धमा स्थापना गरिएको हो। त्यो भनेको चाहिँ हामी परदेशमा रहँदा तपाईँहरूको स्कुलमा एउटा टेलिभिजन पनि दिन हामी सफल भएको छौँ। यसको लागि सबैजना तपाईँहरूको पनि सहयोग छ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई। र हाम्रो संस्थाले प्रदेशमा रहँदाखेरि विपत्तिमा परेका धेरैजना हाम्रा साथीहरू महिला पुरुष हाम्रो आफन्तहरूलाई त्यहाँबाट उद्धार गरेर आफ्नो देशमा पठाउन सहयोग गरेका छौँ र भौतिक विकासहरू पनि गरेका छौँ। हामीले खेलकुदको लागि पनि निकै विकास गरेका छौँ र
प्रदेशमा रहँदा हामी स्थानीय हाम्रो यहाँ लुङा हुनुहुन्छ लुम्पुवा उहाँहरू पनि अहिले समितिमा हुनुहुन्छ उहाँहरूसँग हामी सहकार्य गर्छौँ प्रदेशमा रहेर र प्रदेशमा रहँदा हामी काम आफ्नो ठाउँमा र फुर्सदको समयलाई हामी खेर फाल्नुभन्दा केही अलिकति अभियानहरू गरौँ केही राम्रो कामहरू गरौँ भनेर तपाईँहरू अभिभावक शिक्षकहरूले सिकाउनु भएको जुन शिक्षा जुन विद्यार्थी त्यसैलाई अहिले वरिपरि पर्खालले बाँधिएको छ है चिकित्सा परेको छ प्राकृतिक खोला त्यही छ चिसो हावा आउँछ अनि सबै शिक्षक म्याडमहरूले माया गर्नुहुन्छ माया गर्नु अब नानी बाबाहरूको लागि एउटा टिभी छ हगि The Bluetooth device is ready to एउटा pair. टिभी छ The Bluetooth device त्यो is टिभीमा connected अब कार्यक्रमहरू successfully. आउँछ पढ्नको लागि The Bluetooth सबैजनाले device is ready हेर्ने to है pair. अनि त्यहाँबाट सिकेको कुरालाई चाहिँ भोलि गएर नानीहरूले त्यो टिभीभित्र आउने मान्छे जस्तै कलाकार बन्नुपर्छ हुन्छ कोही गीत गाउने हुनुपर्छ कोही नृत्य गर्ने हुनुपर्छ कोही राज्य सभा जस्तो हुनुपर्छ होइन समय अनुसार पनि समयको भाग अनुसार उहाँहरूले पनि यसरी यो स्मार्ट टिभी वितरण गर्नुभएको छ म यो समाजलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु विद्यालयको तर्फबाट अभिभावकको तर्फबाट सम्पूर्ण पनि परिवारको तर्फबाट यहाँहरूलाई चाहिँ सब धन्यवाद चाहिँ जुन पार्टी हामी मिसाएका छौँ त्यो विशुद्ध विद्यार्थी भाइ बहिनीहरूको लागि पठन पाठनमा राम्रो होस् भन्ने खातिर उहाँहरूले चाहिँ तपाईँ हाम्रो लागि उपहार दिइसक्नु भएको छ विद्यार्थी भाइ बहिनीहरू फेरि पनि एकचोटि जोरदार तालीले उहाँलाई चाहिँ सम्मान गर्दछौँ किनभने आफ्ना भाइहरू अर्थात् मन्तव्य राखिदिनुको लागि आजको यस कार्यक्रमका विशेष अतिथि हुनुहुन्छ त्यसै गरी यस 35 स्तरीय समाज युगका उपाध्यक्ष अर्थात् यस विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ बलराम जो उहाँलाई चाहिँ स्टेजमा आएर मन्तव्य राखिदिनुको लागि अनुरोध गर्दै विद्यार्थी भाइ बहिनीहरू ध्यान दिएर सुन्नु होला उत्तर विचार नहुनको लागि अनुरोध गर्दछु सक्यो साथै मलाई कफा सिकाउने सरहरू मैले यही अगाडि देखिरहेको छु इन्द्र थापाको हाम्रो बलबहादुर सर र जगन्नाथ छेत्री भन्ने पनि हुनुहुन्छ उहाँहरूबाट मैले कफा यही स्कुलबाट सिकेको हो हामी पढ्दाखेरि चाहिँ हामी परिवार हुन्थ्यौँ स्कुलमा र अहिले नानी बाबुहरूले शङ्का देखाएर मलाई पनि दुःख लागेको छ स्कुलमा सायद हामीबाटै केही कमजोरी भएर होला नानीहरू बोर्डिङ स्कुलतिर आइरहेका छन् संस्थापक जो हुनुहुन्छ यहाँ संस्थापक हाम्रो टिचरहरू र बहिनी घिमिरे होइन बहिनी सानै बहिनी हामी पछाडि यहीँ पढेको हुनुहुन्छ नि र यहाँ पढाइको लागि टिभी हस्तान्तरण गर्न केही अब चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भनेर सबैभन्दा बढी दिनलाई नै यसको चाहिँ क्रेडिट दिन चाहन्छु है उनीले गर्दाखेरि आज यो टिभी तपाईँहरूबाट हस्तान्तरण भयो यहाँसम्म आइपुगेको छ उनले मसँग कुरो राखेकी थिइन् र मैले लगेर हाम्रो अध्यक्षज्यूसँग कुरो राखेँ अध्यक्षज्यू साथै हाम्रो कृष्ण पौडेल भन्ने जो उहाँको प्रतिनिधित्व गर्नुभएको छोरा आउनुभएको छ उहाँ हाम्रो धेरै ठुलो हात छ अब योभन्दा अरू प्रत्येक समाजको बारेमा हाम्रो दुर्साले सबै कुरा गर्नुभयो हामी थोरै हाम्रो एउटा जमातमा 20-25जनाको हामीले गर्ने खर्च चिया खाने खर्चबाट 2 रुपियाँ उभारेर हामीले सहयोग गर्ने गर्छौँ हामीसँग कोही डोनर छैन कोही हामीसँग फन्ड छैन हामीले 2 रुपियाँ चिया खाने पैसा बचाएर हामीले स्कुलहरूलाई कसैलाई सहयोग गर्छौँ र एउटा कुरा मैले भन्नुपर्दा हाम्रो यो तल्लो भेगको साथीहरू पनि हाम्रो युवामा धेरैजना हुनुहुन्छ यो कुरो मलाई थाहा छ र धेरै साथीहरूले मैले धेरै साथीहरूलाई कन्ट्याक्ट पनि गरेको हो तर कन्ट्याक्ट गर्दाखेरि साथीहरू हामीसँग कनेक्ट हुनुहुन्न होइन म चाहन्छु साथीहरूले हामीले कनेक्ट गराएर उहाँहरूसँग हामीले लिने होइन तपाईँ हाम्रै ठाउँमा हामीले 2 रुपियाँ चिया खाने पैसा जोगाएर हामी यसरी सहयोग गर्न सक्छौँ अप्ठ्यारो परेको बेला तपाईँहरू सबैजना अभिभावक यहीँ हुनुहुन्छ र साथै तपाईँहरूको छोरा भाइ कोही हुनुहुन्छ हामीलाई कन्ट्याक्ट गराइदिनु हुन अनुरोध गर्दछु किनभने भोलिको समयमा हामीले यसरी नै यही ठाउँमा अर्को ठाउँमा अप्ठ्यारो परेको ठाउँमा दुःख परेको ठाउँमा हामीले सहयोग गर्न सक्छौँ किनभने सङ्ख्या धेरै भयो भने 2 रुपियाँ उठाउँदा ठुलो एमाउन्ट बन्छ यति भन्दै मेरा 2 शब्द एक पुग्याएँ धन्यवाद हजुरज्यू आज यो प्रशंसा पत्र वितरण गर्ने कार्यक्रममा म यसलाई पढेर वाचन गर्न गइरहेको छु
श्री जनता आधारभूत विद्यालय पत्री शनिसरे वडा नंबर 5 सुन्दरी चोक मोरङ। श्री पत्री शनिसरे समाज UAE पत्री शनिसरे नगरपालिका प्रशंसा पत्र। श्री पत्री शनिसरे समाज UAE द्वारा यस जनता आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार उन्नति प्रगति साथै शैक्षिक स्वीकृतिका लागि थप योगदान पुर्याउने उद्देश्यले विद्यालयलाई खान एक स्मार्ट टिभी प्रदान गर्नुभएकोमा सधन्यवाद साथै आगामी दिनहरूमा थप सहयोग सल्लाह सुझावको अपेक्षासहित ससम्मानका साथ यो प्रशंसा पत्र प्रदान गरिएको छ। दिनाङ्क 2081-11-30। प्रधानाध्यापक अध्यक्ष विद्यालय व्यवस्थापन समिति। धन्यवाद। एकछिन